आज कक्षा 12 को नेपालीको पाठ 5 मा जुन एक चिहान पाठ छ यस उपन्यासको बारेमा चर्चा गर्न गइरहेका छौं। यस उपन्यासका लेखक हृदयचन्द्र सिंह प्रधान हुन्। यो नेपाली साहित्यको एक प्रसिद्ध सामाजिक यथार्थवादी उपन्यास हो। कथामा एउटा गरिब परिवार र समाजका निम्नवर्गीय मानिसहरूले भोगेका दुःख, अभाव, अपमानमा देखाइएको छ। धनी वर्गले गरिबहरूलाई आफ्नो स्वार्थका लागि प्रयोग गर्छन् भने गरिबहरू दिनरात मेहनत गर्दा पनि सम्मानजनक जीवन बाँच्न पाउँदैनन्। यस क्रममा एउटा पात्र हुनुहुन्छ जुन यस उपन्यासमा शिवनारायण समाजको परिवर्तनको आवाज बनेर अगाडि आउँछन्। कथामा विभिन्न पात्र र घटना मार्फत जातीय विभेद, गरिबी, अन्तर्जातीय सम्बन्ध, सामाजिक रूढिवादिता, शोषणको वास्तविकता रूप देखाइएको छ। अन्त सबै मानिसको अन्तिम गन्तव्य मृत्यु र चिहान नै भएकाले जात, वर्ग, धनको घमण्ड व्यर्थ हुन्छ भन्ने सन्देश कथाले दिन गएको रहेको छ। हेर्नु कति मार्मिक छ है। उपन्यासमा समाज दुई स्पष्ट वर्गमा बाँडिएको छ। धनी शोषक वर्ग र गरिब श्रमिक वर्ग। धनीहरू सम्पत्ति, शिक्षा, स्वास्थ्य र अवसरमा अगाडि छन् भने गरिबहरू कठिन परिश्रम गरेर पनि आधारभूत आवश्यकताबाट वञ्चित छन्। यसले समाजको असमान संरचना, अन्यायपूर्ण सामाजिक प्रणालीलाई उजागर गरेको छ। यस कृतिले विशेष रूपमा जातीय विभेदको अन्त्य, अन्तर्जातीय विवाहको समर्थन, राष्ट्रिय एकता, सामाजिक सुधार र समानतामूलक समाज निर्माणको सन्देश दिन्छ। लेखकले पुरानो रूढिवादी सोच र विभेदकारी व्यवहार हटाएर नयाँ न्यायपूर्ण र मानवीय समाज निर्माण गर्नुपर्ने आवश्यकता औल्याएका छन्। एक चिहान, एक शीर्षक स्वयं अत्यन्त प्रतीकात्मक जसले प्रतिकार गरिरहेको हुन्छ, प्रतीकात्मक छ। यसले सबै मानिसको अन्तिम गन्तव्य एउटै चिहान हुने संकेत गर्छ। हुन पनि हो नि त, वास्तवमा समाजमा चाहे जस्तो सुकै व्यक्ति होस्, सम्भ्रान्त होस् या निम्नवर्गीय होस्, उसको अन्तिम गन्तव्य भनेको त एउटै चिहानै हो नि त। अन्तिम गन्तव्य भनेको त्यही नै हो। त्यसैलाई उजागर गर्न खोजिरहेको छ। यसले सबै मानिसको अन्तिम गन्तव्य एउटै चिहान हुने संकेत गर्छ। त्यसैले मानिस बीचको जात, वर्ग, धन, प्रतिष्ठा र हैसियतको घमण्ड अन्ततः निरर्थक हुन्छ भन्ने गहिरो दार्शनिक सन्देश यस उपन्यासको मूल मर्म हो।